सभाको चुनाव त आउँछन् जान्छन्, तर खेल त फेरि यो वर्ल्ड कप हो, यो त ऐतिहासिक विषयवस्तु पनि हो। खेल हो, यसमा हाम्रो नेपालले वेस्ट इन्डिजलाई पहिला पनि हराइरहेको थियो। खेलमा यसै भन्न सकिन्न, तैपनि अब खेलाडीहरूलाई राम्रै खेल्नु भएको छ, देशको लागि खेल्नु भएको छ। हार जित हो, हामीले स्वीकार्नुपर्छ। हाम्रो सपोर्ट नेपाललाई छँदैछ। अब आजको खेलमा अपेक्षा कस्तो थियो? आजको खेलमा हामीले जित्नै पर्थ्यो। हामीले जसरी इङ्ल्यान्डसँग खेल्यौँ, इङ्ल्यान्डलाई जाइन्ट किलरको रूपमा प्रस्तुत हुन सकेका थियौँ। त्यो बेला यद्यपि जित्न सकेनौँ, 4 रनले हार्यौँ, तथापि आजको खेल पनि इङ्ल्यान्डको जस्तै हुनसक्छ, ओजिलो गर्विलो हुनसक्छ भन्ने विश्वास थियो। तथापि त्यति हुन सकेन, रन बनाउन सक्यौँ, त्यहाँनिर चुक्यौँ। तथापि हामीले चाहिँ अब राम्रै मान्नुपर्छ। खेल हो, कहिलेकाहीँ हारिन्छ, कहिले जितिन्छ। यत्रो नेपालीहरूको भावना के थियो भने अब काठमाडौँदेखि नेपालदेखि अब बम्बईमा आएर सपोर्ट गरिरहनु भएको थियो। जित्न पाएको भए छुट्टै आनन्द, छुट्टै मजा, छुट्टै सपोर्ट थियो। तथापि हाम्रो सपोर्ट नेपाललाई छ। एक दिन पक्कै पनि जित्नेछौँ, त्यो विश्वास छ, आत्मविश्वास छ। अब तपाईँको आफ्नो योजना चाहिँ कसरी आउनु भएको थियो? यो म्याचको लागि मात्रै आउनु भएको थियो कि पुरा टुरको लागि आउनु भएको थियो? तपाईँको नाम पनि भनिदिनुहोस्, कहिले आउनुभएको, के सबै बताइदिनु। हामी बर्दिया बडाताल गाउँपालिका वडा नम्बर 8-6 बडाताल बर्दियाबाट आएका छौँ। हामीले नितान्त यही हाम्रो नेपाली टिमलाई हौसला दिनको लागि नेपालदेखि आफ्नो खर्च गरेर नेपालको टिमलाई हौसला दिनको लागि आएका थिएँ। त्यो बाहेक अरूको हाम्रो कुनै पनि उद्देश्य थिएन। नेपाल टिमलाई सपोर्टको लागि मात्रै आएका थियौँ। अब यो स्टेजमा फेरि नेपालले मौका पाउनको लागि इन्डियामै आएर खेल्ने भने त अब कहिले आयोजना हुने, फेरि टेस्ट नेसनसँग फेरि खेल्न पाउने भने यो अवसर भने त फेरि आउँदैन नि त। आउँदैन, यो आउँदैन। पक्कै पनि नेपालीहरूको लागि यो अत्यन्त महत्त्वपूर्ण मौका हो। यति नजिकै वर्ल्ड कप हामीले छिमेकी देशमा हेर्न पायौँ। भविष्यमा कति वर्ष पछाडि होला, सायद नेपालमा त सम्भावनै त्यति देखिन्न इन्डियामा हुने। अब नेपालीहरूले नजिकबाट गएर हेर्न पाउने अवसर भनेको यो पहिलोपटक हो। त्यसैले पनि होला नेपालीहरूमा एउटा चार्मिङ छ, खुसी छ। सबै नेपालीहरू आफ्नै देशमा जस्तै गरी आफ्नो देशकोलाई सपोर्ट गर्नको लागि सबै आउनुभएको छ। यो सायद नजिक भएको भएर हुनसक्छ। आगामी दिनमा यस्तो मौका पऱ्यो भने नेपालीहरूले आफ्नो टिमलाई माया गर्न कहिले पनि चुक्दैनन्, सपोर्ट गर्न कहिले पनि अब पछि हट्दैनन् भन्ने यो आजको उपस्थितिले, यो खेलमा देखिएको नेपालीहरूको उपस्थिति अपार सहयोग, उत्साहले पनि जनाउँछ। नाम भन्नु। मेरो नाम तेजनाथ पौडेल। तपाईँको? मेरो बालकृष्ण लामिछाने। के भन्न चाहनुहुन्छ त? यो होइन, नेपालले भरमग्दुर कोसिस गरेको छ, तर हामीलाई के लाग्छ भने अलिकति यो टेक्निकल पार्ट पनि हो कि सरसर्ती भन्दाखेरि त्यति सजिलो चाहिँ छैन क्रिकेट खेल्न। अब कमसेकम यो पावर प्लेमा 60-70 रन जति बनाएको भएदेखि नेपालले जित्थ्यो कि। तर अब यो विश्लेषण न हो, होइन, विश्लेषण न हो। तर टेक्निकली हिसाबले 60-70 रन पावर प्लेमा केही खेलाडीलाई अलिकति के हो भने तपाईँले आफ्नो स्वस्फूर्त खेल खेल्नुहोस् भनेर चाहिँ छोडिदिनुपर्छ भने जस्तो लाग्छ नेपाल क्रिकेट सङ्घले, होइन। अब अलि रक्षात्मक भयो नेपाल, त्यो रक्षात्मक होइन। तपाईँ चाहिँ कमसेकम पनि आफ्नो प्रस्तुति जस्तो इङ्ल्यान्डसँग अघि साथीले भन्नुभयो, हामीलाई लाग्थ्यो इङ्ल्यान्डसँग हामी सहजै जित्थ्यौँ। त्यसपछि त्यो इङ्ल्यान्डलाई जितेको भए अरू टिमसँग हामी फेरि सहजै जित्थ्यौँ, एउटा कन्फिडेन्स थियो। तर पछि गएर हाम्रो नेपाली टिम किन रक्षात्मक बन्यो, हामीले पनि बडो शङ्काको दृष्टिले हामीले चाहिँ हेरिरहेका छौँ। हामी धेरै नेपालीहरू छौँ, कत्रो उत्साहका साथ कति सपोर्ट छ नेपाली टिमलाई हेर्नुभएको छ नि। यदि साथ सपोर्ट छ, त्यो साथ सपोर्ट सम्भवतः अहिले नेपालको कन्टेक्स्टमा हेर्दा प्रतिनिधि सभाको चुनाव हुँदैछ नि त। केही न केही साथीहरू, कोही न कोही व्यक्तिहरू यहाँ राजनीतिक दलसित सम्बद्ध हुनुहुन्छ, त्यो छोडेर आएका छौँ। हामीलाई कति गाली गलौज गर्नु होला हाम्रा नेताहरूले, तथापि त्योभन्दा पनि सिङ्गो राष्ट्र हाम्रो चाहिँ माथि हो भनेर प्रतिनिधि सभाको चुनाव त आउँछन् जान्छन्, तर खेल त फेरि यो वर्ल्ड कप हो, यो त ऐतिहासिक विषयवस्तु पनि हो। त्यसकारण चाहिँ यसलाई हेर्नको निम्ति साथीहरूले धेरै कुराहरू छोडेर आउनुभयो। तैपनि हाम्रो टिमले जे खेलेको छ ठिकै छ, यसलाई हेरेर यसलाई सिकेर अगाडिको दिनमा चाहिँ हामीले राम्रो सुरुवात गरियो भने जितिन्छ। किन भन्दाखेरि खेलाडीहरू सबै राम्रा छन्। अलिकति कस्तो भने अलिक टेक्निकल हिसाबले मैले भन्नुपर्दा, म एउटा नमागेको सल्लाह नदिनु भन्छ, तथापि म क्यानलाई के भन्न चाहन्छु भने कमसेकम 2020 वर्ल्ड कपमा 2020 खेलमा चाहिँ तपाईँले 25 वर्षभन्दा कमका चाहिँ खेलाडीहरू भर्ना गर्नुहोस्। त्यो भयो भने जितिन्छ। वन डे होइन, यो टेस्ट म्याच होइन। त्यस कारण T20 म्याच चाहिँ टेक्निकल्ली भन्ने हो भने 25 वर्षभन्दा तलका यदि भाइ बहिनीहरूलाई खेलाउने, भाइहरूलाई खेलाउने हो भने हामीले अवश्य पनि जितिन्छ भन्ने लाग्छ। वी सपोर्ट नेपाल। नेपाल हाम्रो देश हो, हामी पृथ्वीनारायण शाहले एकीकृत गरेको देश हो।
त्यत्रो अहिले चुनावको माहौल हुँदै पनि त्यो चुनावभन्दा यो चाहिँ खेल हाम्रो लागि ठुलो भन्ने हिसाबले हामी आएका हौँ। हस्, धन्यवाद। थ्याङ्क यू। तपाईँ के भन्न चाहनुहुन्छ म्याचलाई समग्र यो टुरलाई वर्ल्ड कपमा हाम्रो जुन जर्नी भयो आफ्नो परिचय पनि बताउनुहोस् अनि यो 3वटा म्याच र तपाईँले लागेको कुरा भनिदिनुहोस्। नमस्ते, मेरो नाम चाहिँ दिपेन्द्र रेग्मी। अब हामीले जुन तरिकाले ओमानमा क्वालिफायर खेल्यौँ, हामी त सँगै हेर्न पनि गएको थियौँ, त्यहाँ सँगै फर्का पनि थियौँ। जुन तरिकाले ओमानमा क्वालिफायर खेल्यो होइन, एसिया क्वालिफायरमा हामी फर्स्ट भयौँ। त्यसपछि युनिटी कपमा पनि वेस्ट इन्डिजलाई 2-1ले पराजित गरेर अगाडि बढ्यौँ र त्यसपछि लगत्तै अहिले जुन वर्ल्ड कप नजिक आउँदै थियो, प्रिपरेसन हेर्दाखेरि जुन 2टा वार्मअप म्याच जित्या थियो र त्यसपछिको इङ्ल्यान्डसँगको म्याचमा जुन खालको प्रदर्शन नेपाली टिमले गर्यो, त्यसपछि चाहिँ सबै फ्यान्सहरूलाई चाहिँ एउटा होप थियो कि अब नेपाली टिम चाहिँ यो वर्ष चाहिँ केही गर्छ भनेर ठुल्ठुला विश्वचर्चित कमेन्टेटरदेखि लिएर विश्वचर्चित क्रिकेटका हस्तीहरूले चाहिँ राम्रो भनिरहेको बेला थियो। त्यही अनुसारले पनि अहिले यति दर्शक उत्साहित भएर यसरी सपोर्ट गर्न आएको चाहिँ देखिन्छ। यत्रो मान्छेहरू आउनुभयो, तर जुन तरिकाले अस्ति इटलीसँगको म्याच हेरियो र अहिले हेर्दाखेरि चाहिँ अलिकति टिममा केही कुरा बिग्रिएको हो कि भन्ने चाहिँ फिल चाहिँ भएको छ। किनभने अलिकति मिसफिल्डहरू देखियो, यस्तो मिसफिल्डहरू देखिन्थेन। बिचमा ल्यागिङको त्यो कोअर्डिनेसनको ल्यागिङ, कम्युनिकेसनको ल्यागिङ देखिराख्दाखेरि चाहिँ हामी यति धेरै आफ्नो टिमलाई ब्याक गरिरहेछौँ, यति धेरै लागेर आइरहेछौँ भनिसकेपछि आखिर यो केही भइरहेछ भने चाहिँ यसमा चाहिँ केही ब्याक गर्नुपर्ने चाहिँ लाग्छ। किनभने यत्रो समर्थक, यत्रो माया जुन तरिकाले खेलाडीहरूलाई नेपाली फ्यान्सहरूले गरिराख्नु भएको छ, यसको चाहिँ पक्कै पनि प्रतिफल चाहिँ उहाँहरूले दिनुपर्ने थियो, तर सोचे जस्तो चाहिँ हुन चाहिँ सकेन। धन्यवाद। तपाईँ के बोल्न चाहनुहुन्छ भने भन्नुहोस्। यो टुर सबैको बारेमा तपाईँलाई लागेको कुरा भन्नु सक्नुहुन्छ? समग्रमा भन्नुपर्दा यसपालिको विश्वकप 2026को इन्डिया श्रीलङ्का, जसमा पनि नेपालको म्याच सबै इन्डियामा नेपाली समर्थनहरू यति धेरै आउनु भएको छ कि समर्थकहरू चाहिँ हेर्ने हो भने हाम्रो इङ्ल्यान्डसँग जुन प्रतिस्पर्धा देखाइयो, त्यो गेम पछाडिको इटालीको गेम हेर्नलाई पनि नेपालबाट चाहिँ होइन भयो हेर्न जाँदिनँ कि कार्यव्यस्तताले भन्ने भएका सम्पूर्ण समर्थकहरू पनि पछिल्लो 2 गेम हेर्नलाई भनेर अथवा बाँकी रहेका गेम हेर्न आउँछु भनेर आउनु भएको थियो। र इटालीसँग हाम्रो निकै खराबै प्रदर्शन हो। इटाली जस्तो देशसँग हामीले 10 विकेटले हार्नु भनेको हामीलाई चाहिँ एकदम नराम्रोसँग धक्का लागेको हो। सायद हामीले कमजोर रूपमा सोच्यौँ कि के गरियो, अब त्यो चाहिँ खेलाडीहरूलाई पनि थाहा छ, तर जस्तो प्रदर्शन देखाउनु पर्ने हो त्यस्तो देखाइएन। र आजको गेममा पनि हामीले जुन वेस्ट इन्डिजसँग खेल्दै गर्दाखेरि हाम्रो होम ग्राउन्डमा हामीले जस्तो प्रदर्शन गरेका थियौँ, हामीले झन्डै जित्न खोजा हो वेस्ट इन्डिजलाई सिरिजमा। सिरिज जित्न त सकिएन, तर हाम्रो प्रदर्शन निकै राम्रो थियो। यद्यपि अरूसँग जे भए पनि आज टेस्ट नेसनसँग गेम खेल्दै गर्दाखेरि हेर्ने हो भने इटालीको भन्दा बढी दर्शक चाहिँ आज हुनुहुन्थ्यो होइन। त्यो भनेको नेपाली समर्थकलाई चाहिँ वेस्ट इन्डिजसँग हामी खेलिरहेको हो। हेर्ने भने आज लगभग हाम्रो 2टा प्लेयर बाहेक हामीले सबै प्लेयरसँग खेलेको थियौँ होइन। हाम्रो लागि 2टा प्लेयर नयाँ थियो। त्यो भएको कारणले गर्दाखेरि हामीले जित निकाल्नु पर्ने थियो अघिल्लो दिनदेखिबाट, हामीले सकिएन। नेपाली टिममा चाहिँ ठुलो समस्या फेरि देखा परिरहेको छ। जस्तो कि हामीले लिग 2 को गेमहरू खेल्नै बाँकी छ, जसमा चाहिँ हाम्रो ओडिआई स्टाटस त अब यसरी प्रदर्शन गर्दै गर्दा भलै T20 र ओडिआईमा फरक होला, तर हाम्रो लगभग प्लेयर चेन्ज हुँदैन, उस्तै नै हो। 1-2 जना प्लेयरहरू मात्रै फर्ममा भएकोलाई मात्रै चेन्ज गर्ने देखिन्छ। जुन कारणले गर्दाखेरि आगामी दिनहरूमा चाहिँ नेपाली क्रिकेट टिमलाई पुनः फेरि गाह्रो पर्ने र ओडिआई स्टाटसै घुम्ने जस्तो समस्या आइरहेको छ। त्यही माथि यो T20 वर्ल्ड कपले एउटा ठुलो उत्साह दिएला। बङ्गलादेश नहुँदै गर्दाखेरि हामी चाहिँ क्वालिफाई हुने सक्ने एउटा सम्भावना हाम्रो बढेको थियो होइन। त्यो भएको कारणले गर्दाखेरि हामीले चाहिँ जस्तो सोचेका थियौँ त्यस्तो नेपाली टिमले प्रदर्शन दिन सकेन। यद्यपि समर्थक भएको कारणले गर्दाखेरि नेपालको प्रत्येक म्याच सकेसम्म हामी फिल्डमै गएर हेर्ने, नसके हामीले जहाँ हुन्छ जस्तो अवस्थामा हुन्छ त्यो अवस्थाबाट हामीले समर्थन गर्ने गरेका छौँ। र आगामी दिनको लागि चाहिँ सुधार गरेर चाहिँ नेपाली टिमलाई अगाडि बढ्नको लागि म शुभकामना भन्न चाहन्छु। धन्यवाद। मेरो नाम कुमार परियार, स्याङ्जा जिल्ला। हालमा यहीँ रहन्छु म मुम्बईमा। अनि आजको खेलबाट मलाई के थियो भने आज अलिकति आश लागेको थियो कि वेस्ट इन्डिजलाई जितेर हामी सायद सुपर 8मा रहन्छौँ होला भन्ने, पर त्यस्तो सोचे जस्तो खेलेनन्। पर राम्रो छ सन्दीपको, जो मलाई सन्दीपबाट एक्सपेक्ट थियो त्यो सन्दीपबाट भएन। अनि दिपेन्द्र धेरै राम्रो खेले, अनि अरू साथीहरू खेलेनन् खासै राम्रो। त्यसो गर्दा रन ठिकै थियो, 160-80 भए हामीलाई अझै राम्रो बेटर खेल्नलाई राम्रो हुन्थ्यो भन्ने हो। अलवेज बेटर छ, केटाहरू राम्रो खेलिया छन्, जति खेले त्यति राम्रो हुन्छ। पर सपना के छ कि नेपालले जितोस् हर म्याच भन्ने हुन्छ हामीलाई। अनि म पनि क्रिकेटको धेरै ठुलो फ्यान हो। म पनि यहाँभन्दा यति अघि यहाँ गार्डन छ त्यहाँ कोचिङ गर्थेँ
अनि मेरो छोरालाई पनि 2-4 वर्ष सायद नेपालबाट खेलाउँला भन्ने आश छ। त्यही सो भन्न चाहन्छु। थ्याङ्क यू। मेरो नाम चाहिँ रोशन बुढाथोकी, म मोरङबाट। आजको गेम अब समग्रमा भन्नुपर्दा अब ठिकै थियो, एक्सपेक्टेसन चाहिँ हाई थियो होइन। तर अब एज अ समर्थक हामी यहाँ सपोर्ट गर्न आएको हो। टिमको हार होस् या जित्दोस् हाम्रो काम सपोर्ट गर्ने हो। सपोर्ट गरियो। अब समग्रमा माहौल रमाइलो थियो। अब फ्यानहरूसँग एउटा मोमेन्ट सेयर भयो। एज अ एक्सपिरियन्स राम्रो भयो। अब पर्फर्मेन्स चाहिँ अब अपेक्षा अनुरूप नभए तापनि अब भविष्यमा राम्रो गर्ला भन्ने अब शुभकामना दिउँ। र एज अ फ्यान अब हाम्रो धर्म भनेकै सपोर्ट गर्ने हो। सपोर्ट निरन्तर हामी गर्छौँ। प्लेयरले त्यो अनुसारको अब सायद धेरै कुरा अब हामीले थाहा नभएको पक्ष धेरै कुराले गर्दा चाहिँ इम्प्रुभमेन्ट नभए अथवा अपेक्षा अनुसारको गेम उसले दिन नसकेको हुनसक्छ टिमले। तर अब हामी निरन्तर सपोर्ट गर्छौँ एज अ सपोर्टर। धन्यवाद। अरे उठेर आइहाल्छ नि यार। कहाँ गयो हाम्रो सम्राट? Maximize your success with Maximax, a complete solution for all your Australian migration and visa needs. For more information, visit maximax.com.au.